हर्के त केपी ओलीको छोरा हो चाहिँ। चरम पिताको नामले चिर परिचित धरानका मेयर हर्क साम्पाङको आज बिहान लेखेको स्ट्याटसले एकजना चेलीको साह्रै मन दुखेछ र उनले लेखेको स्ट्याटस उज्यालो नेपाल पहिला गएछ भन्ने एउटा स्ट्याटस लेखेका थिए। त्यही स्ट्याटस अनुसार एकजना चेलीले यसरी चाहिँ हर्क साम्पाङलाई चाहिँ यसरी सम्बोधन गर्नुभएको छ। यो भिडियो हर्के त केपी ओलीको छोरा हो, जेठो छोरा। बोली हेर्न त्यहाँ स्ट्याटस, घमण्ड, अहङ्कार उम्लियो भने धेरै पोखिन्छ क्या हर्के काका। डाका सम्मानको साथ नै ज्याठै भन्न चाहन्छु होइन, सम्मानको साथ नै ज्याठै भन्न चाहन्छु होइन। तिमीहरूकै खलकहरूबाट सिकेको होइन, तिम्रो छ नि त्यो अराजकहरू। लाज हुँदैन? गर्न सक्छु भने खुद गरेर देखाऊ क्या, अर्काको खुट्टा तानेर होइन। गदी छाडा हर्के, यस्तो हुन्छ मेयरहरू। गर्न सक्छु भने नि आफू खुद गरेर देखाऊ, अर्काको खुट्टा तानेर होइन। लाज शरम पछि